नेपाल किन बिग्रेको हो? सिस्टम बिग्रेकोले। सिस्टम किन बिग्रेको हो? सरकार बिग्रेकोले। सरकार किन बिग्रेको हो? नेता बिग्रेकोले। नेता चाहिँ किन बिग्रेको हो? जनता बिग्रेकोले। घुमिफिरी सबै कुरा जनतामै आउँछ। वास्तवमा हो पनि। त्यो नेतालाई हामी जनताले नै भोट दिएर जिताएका हुन्छौँ। भोट लिनुभन्दा पहिले गाउँ गाउँ टोल टोल घर घर गएर पुरा हुने नहुने वाचाहरू गर्छन्, पुरा हुने नहुने सपनाहरू देखाउँछन्। एउटाले भन्छ म नेपाललाई 10 वर्षपछि एसियाको सबभन्दा अगाडि लान्छु। अर्कोले भन्छ सिलिन्डरको फेज हटाएर घर घरमा चुल्हा चुल्हामा पाइप पुर्याउँछौँ। अर्कोले भन्छ 5, 7, 8 वर्षपछि यी दुबई मलेसिया कतार जानु पर्दैन, कीर्तिपुरको डाँडामा बसेर 2 लाख 3 लाख 4 लाखको महिना कमाउँछ हातमा ल्यापटप लिएर। यी सबै कुराहरू भाषणमा नै सीमित देखियो, व्यवहारमा एउटा पनि देखिएन। हिन्दीमा एउटा भनाइ छ, अपना काम बनता तो भार में जाए जनता। यी भनाइ जस्तै जब ती नेता सत्तामा पुग्छन् तब सबै कुराहरू बिर्सिदिन्छन्। आफूले गरेका बाचाहरू, जनतालाई देखाएका सपनाहरू सबै बिर्सिदिन्छन्। जसले गर्दा हाम्रो गल्तीले गर्दा हाम्रो यो गल्ती किन भने हामीले एउटा सही व्यक्तित्वलाई रोज्न सकेनौँ, एउटा सही व्यक्तित्वलाई हामीले भोट दिएनौँ। त्यसैले यो हाम्रो ठुलो गल्ती हो, जसको कारण थुप्रै दाजुभाइहरूलाई रोजगारको लागि विदेश जानुपर्छ। कतिपय दाजुभाइ विदेश गएका दाजुभाइहरू बाकसमा बन्द भएर देश फर्किन्छ। त्यतिखेरको दुःख पीडा, उहाँहरूको घर परिवारको दुःख पीडा शब्दमा व्यक्त गर्न सकिन्न। कतै न कतै यी दुःख पीडाको कारण हामी जनता नै हो, किनभने ती नेतालाई हामी जनताले नै भोट दिएर जिताएका हुन्छौँ, सत्तामा पुर्याएका हुन्छौँ। एकछिन सोचौँ त, के हामीले जिताएका नेताहरूको छोराछोरी तिनीहरू नेपालमा बसेका छन् त? तीहरू विदेशमा बसिराखेका छन्, लग्जरी लाइफ बिताइराखेका छन्। जुन नेताको छोराछोरी नेपालमा बसिराखेका छन्, ती नेताले आफ्ना छोराछोरीको उज्जवल भविष्यको लागि निजी विद्यालय रोज्छन्। हामीले त्यस्ता व्यक्तित्वलाई, त्यस्ता उम्मेदवारलाई जिताएका हुन्छौँ जसले न त एउटा राम्रो विद्यालय, न त एउटा राम्रो अस्पताल, न त रोजगारीको कुनै स्रोत नै सिर्जना गर्न सकेका छन्। याद राखौ, भोट हाम्रो हतियार हो। यसपालि हामी जनताले त्यस्तो व्यक्तित्वलाई, त्यस्तो उम्मेदवारलाई भोट दिनुपर्छ जसलाई जिताएर हामीलाई यो फेरि पनि नलागोस् कि हामीले यसपालि गलत व्यक्तित्वलाई जिताएका छौँ, यसपालि फेरि हामीले गलत मान्छेलाई सत्तामा पुर्याएका छौँ। त्यही भएर भोट हाम्रो अन्तिम हतियार हो। हतियार हाम्रो कहिलेसम्म हो त? चुनाव हुनुभन्दा पहिलेसम्म मात्रै। चुनाव पछि यो हाम्रो हतियार रहँदैन। यसपालिको भोट फेरि पनि मासु र रक्सीमा नबिकोस्। सबैजना सोचे सम्झेर राम्रो असल उम्मेदवारलाई बहुमतको साथ जिताउनु पर्छ भन्ने सोच राखेर मतदान गर्नुहोला। त्यसैले तपाईहरू आफ्नो क्षेत्रबाट असल व्यक्तित्वलाई, असल उम्मेदवारलाई मात्रै भोट दिनुहोला। यो भोट परिवर्तनको भोट हो। यो चुनाव मात्रै हैन, परिवर्तनको चुनाव छ। हाम्रो देशलाई भाषण गर्ने नेता हैन, काम गर्ने नेता चाहिन्छ। त्यसैले राम्रो उम्मेदवारलाई जिताउनु होला। भोट फर चेन्ज।